पहिलोचोटि गर्दाखेरि लाज लागिहाल्ने रहेछ क्या। मेन बाटोको हालत यस्तो छ गाइज। सो हेलो गाइज, अहिले म जाँदैछु अङ्कलको घरमा उ गर्न, के अरे अङ्कलको माइतमा, घरमा रे माइतमा आन्टीहरूलाई छोड्याउन। अनि यहाँ रहेको छ मेरो बाइक। अनि आजको भ्यू यस्तो रहेको छ। लेट्स सी के हुन्छ आज, हेरौँ। यता म जाँदैछु, लेट्स सी के हुन्छ हेरौँ। सर जाँदैछु। तर मासुको झोल यार, यो फर्स्ट टाइम मोटो भ्लगिङ गर्दाखेरि त्यो ऊ नै नआउने के, यो गरिरहेको छु होइन। मलाई कस्तो क्यामेरा एङ्गल के छ कस्तो छ के थाहा पनि छैन। अनि मेरो साउन्डहरू रेकर्ड भइरहेको छ कि छैन, नोइजहरू के आइरहेको कि पनि थाहा छैन। मैले पहिला गरेको त्यो ऊ पनि छैन, एक्सपिरियन्स पनि छैन। अनि भर्खरै यो क्यामेरा भर्खर किनेको। अनि ऊ सेटअप सब फर्स्ट टाइम गरेको, के पनि थाहा छैन। लेट्स सी के हुन्छ हेरौँ। अहिले चाहिँ बाटो यस्तो छ है, हाम्रो राजमार्गको हालत के भन्ने यस्तो। सरर अब अलि अगाडि गएछ, यहाँदेखि कस्तो दामी भ्यू देखिन्छ क्या। तर खै बाइकमा बसेर यो क्यामेरादेखि देखिन्छ कि देखिन थाहा छैन। यहाँबाट यतातिरको दामी 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 भ्यू देखिन्छ। होन्डा बाइकमा 3 जना। घुमे खातिर गाडी हिरो होन्डा खोजेली, जब से चढ़ल बा जवानी तब से मुंडा खोजेली। आहा कस्तो दामी 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 फिल भएको यार। बाइक पनि मैले कति दिन भएको थियो, 15-20 दिन भइसकेको थियो के गाइज यार, म बाइक नि चलाएको थिएन। आज बल्ल बल्ल बाइक चलाइरहेको छु। कस्तो मजा फिल भइरहेको भनौँ न, एकदम दामी। हामी बाइक लभरहरूलाई के भन्ने अब यो फिल, एकदम दामी फिल भइरहेको। तर मलाई लाग्छ लाज लाग्ने हो कि अहिले म जाने बेलामा बाटो मान्छेहरू भेट्छ, के भन्ने होला मान्छेहरूले भन्छन् नि। तर के गरे दुनियाँको उ गर्नुहुन्न, बाल गर्नुहुन्न, आफू अगाडि बढ्नुपर्छ भन्छन् सबैहरूले। तर पहिलोचोटि गर्दाखेरि लाज लागिहाल्ने रहेछ क्या। अब यो अटोबाट भित्रबाट मान्छेहरूले टुवा परेर हेरेछन्, के गरे होला, के गर्न खोजे होला यसले भनिरह होलान्। यस्तो सपोर्ट गरेर हजुरहरूले सपोर्ट गरेर अगाडि बढ्न पाए त दामी हुन्थ्यो। तर यत्तिकै हल्लिएर मेरो जिन्दगी बित्यो भने भेजा हुन्छ। म सकेसम्म सधैँ डेली भिडियो हाल्नेछु, हजुरहरूले नि सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियोमा कतिपय धेरै कमी कमजोरीहरू हुन्छ होला, त्यो कमी कमजोरीहरूलाई अब ट्याक्क लाएर कमेन्टमा यस्तो गर्नु पऱ्यो, यस्तो भन्नु भएन, यस्तो भन्नु पऱ्यो। अनि विभिन्न मैले नजानेको कुराहरू हुनसक्छ, त्यो कुराहरूलाई हजुरहरूले कमेन्टमा गरिदिनु होला भन्न चाहन्छु। बोल्न त मलाई आउँदैन, अब फर्स्ट टाइम बोलेको, यति पनि कहाँबाट नर्भस भएर उ गरेर बोलिरहेको छु। अब भित्रबाट बोल्न खोज्छु तर आउँदैन, के गर्ने के। नयाँ लाइफको सुरुवात, नयाँ कामको सुरुवात भनौँ न। नयाँ काम गर्दैछु, नयाँ एक्सपिरियन्स गर्दैछु, नयाँ कुराहरू। अब मलाई थाहा नि छैन कि मेरो माइकमा अब ऊ भएको छ कि छैन, मेरो साउन्डहरू रेकर्ड भएको छ कि छैन। अनि क्यामेरा एङ्गल कस्तो देखिरहेछ के पनि थाहा छैन। बक म बोलिरहेछु मात्रै।
आहा यो हाम्रो रुकुम यो अगाडिको त्यो उ थियो गेट त्यहाँदेखि छ उतातिर सल्यान अनि यता हाम्रो रुकुमको भ्यू नै छुट्टै छ क्या मजा छुट्टै छ मैले त्यस्तो भन्नु खोजेँ होइन सल्यान नराम्रो छ भन्न त खोजेको होइन तर सल्यानको विशेषता फरक छ रुकुमको विशेषता फरक छ यता आएपछि सल्यान त जाँदाखेरि कति तातो फिल हुन्छ यता आएपछि चिसो हावा खाँदै बाइक राइड हान्दै त्यो डाँडा ल भाइले नत्र त्यो डाँडाहरूमा आज ऊ भइराख कि हुस्सु लागिराख नत्र त्यो दामी हुस्सु फुल्यो भने बवाल देखिन्छ नि हिमालहरू देखिन्छ भ्यू राम्रो देखिन्छ नभएर यो बाटो यो पिच बाटो हाम्रो मेन बाटोको हालत यस्तो छ गाइज अब के भन्ने यहाँको सरकारले नहेरे कि के गर्ने जनता लाठो भएको हो कि हामीहरू अब आउँदो इलेक्सनमा चाहिँ गाइज अलि विचार गर्नु पर्यो है हाम्रोलाई भन्दा राम्रोलाई धेरै प्रायोरिटी दिनु पर्यो क्या पुग्यो बाटो ल आयो फेरि राम्रो बाटोमा आउँदाखेरि क्या दामी लाग्ने कि यो स्पोर्ट नेकेड बाइकहरू अफ रोड त हान्नै बन्दैन यो बाइकहरूले अनि क्रस फायर भइदिएको कास क्रस फायर भयो यस्तो दामी हान्दै के गर्ने क्रस फायर हजुरहरूले माया गरिदिनु पऱ्यो क्रस फायर निकाल्छु गाइज म एक दिन किन्छु मेरो ड्रिम बाइक क्रस फायर ल बजारमा एकछिन रियाक्सन हेरौँ लाज लाग्छ मलाई ल म थप पलाएर आइसकेँ आन्टीको घरमा के गर्दै हुन्छ आन्टीहरू जाम हेर्नु जाने होइन न म हाले नि यार कति कोसँग छ अरे के कुपन छ अरे ए आदिपुरुष मैले उता माउला बहिनी त्यो माउला जाने भने बरु जलखासम्म छोडेन हौ खै म बाँधिदिन्छु यता खै म हातमा घुमे खातिर पैसा झन् आउँ यस्तो गर है एकछिनमा सर लाएर सानो हिरो टोपी लगाइदिनु राम्रोसँग भाइलाई टोपी के चाहियो तँलाई हिरा अल्ला बोइ भन्छ जसले चढल राजवानी ल खै केही मैले गर्ने छिटछिट गरौँ नि त क्या अब त्यति ट्राई गरेको छु कि राइट
तर टाइम कति लाग्ने हो माथि सिमरुतभन्दा माथि गयो भने चाहिँ उकालोमा झ्याक्दाखेरि अलिकति लरफर गर्ला आएन जम्बुरुले कि कतै कि एक्सिडेन्ट गरेर मम्मी गयो अगाडि आऊ मम्मीलाई पनि भेटाइदिन्छ आऊ तर अलिकति भए नि हेभी भने हेभी हुन्छ क्या यो 150 मा नि अलि कुदा बेला खासै नकुदा जस्तो लाग्छ तर धेरै कुद्रा हुन्छ मेरो बाइक अब नि मार्ने धेरै कुद्या हुन्न तर पनि पुरा डुवा गरेर पुरा कुद्या जस्तो फिल हुन्छ मलाई नहीं क्या तला हलतल ताम गरे कि अप्ठ्यारो त भएन त्यही मम्मी भन्छ रमाइलो गर्छ नयाँ पल्सर 125 ठोक लाग्यो मा आज त पुरै पसलहरु बन्द छ त अब सुरु भयो एक्सट्रिम अफरोड खतरनाक अङ्कल मुस्ताङ जाने बाटो पनि यस्तो गर्न होला र भन्छु म त अब यहाँ पुरै यस्तो जिब्रो तान्या ढुङ्गा खान पुरै छोड्नु क्या किसोरे खान त के खोलेको त झाला दै हो तल भाइ यार लच्किन्छ पो यार हेरौँ त साला मुस्ताङ जाने बाटो पनि यस्तो किन होला भन्छु म त स्कुटरको त सम्भावना नै छैन क्या तर योभन्दा पहिला आउँदाखेरि यस्तो थिएन नि यो डोजर कसको हो किन फाले खान क्या गर्नु त चेन्ज गर्ने र यो पार्टीलाई हात पात्या भयो
उठाउनु पर्छ नि हामी तपाईँको पछि पछि हिँड्छौँ मेरो कुन्टु यी दादा उ त्यहाँ पऱ्यो दादा दादा यसले पानी खाने भन्छ क्या पानी खाने भन्छ कि पानी खाने घुमे खातिर गाडी ल हेर्नु कति मम्मी भन्ने र चाहिँ बस ल बाटो अन्त सोरे छन् क्या फेरि सोर्न त कसम बाटो झन् हेभी बाइकले अलि सजिलो हुन्छ क्या यो 150 अलिकति अलि सजिलो हुने चाहिँ भन्दा यो मात्र चाहिँ झनपरी उखाड्छ क्या अलि 150 भन्दा हामी ढल्यायौँ कि यहाँतिर नि एकचोटि जाने बेला अनिलेहरूले मलाई जाम त्यहाँ रुगा मेला भन्थे अघि न अघि जाम भन्थे मलाई अनि मैले जान्न यार म त काम छ भने एकेरमै छ नि त एकेरमा नि हावा टाइट त्यही त नभए त तारा त पक्का ड्राइभर मास ल लगेछ बस्ने अनि अहिले चाहिँ हामी निस्किसकेका छौँ आन्टीलाई उता ससुरालमा छोडेर मलाई चाहिँ गाइज होइन एउटा कुरा के सोध्न मन लाग्थ्यो भने म अहिले यस्तो ओह्रालो बाटोमा छु होइन अनि ल मैले यस्तो गरेर ऊ पनि बन्द गरिदिएँ के अरे उसमा बाइकको बन्द गरिदिएँ चाबी पनि बन्द गरिदिएँ अफ गरेर चल्यो भने के प्रब्लम हुन्छ कि नै भनेर सोध्नु थियो तपाईँहरूलाई मलाई त केही कुरा पनि थाहा छैन यस्तो गरेर म बाइकको चाबी नि बन्द गर्दैछु स्टार्ट नि बन्द गर्दैछु अनि यसो गरेर हिँड्दाखेरि बाइकलाई कुनै प्रकारको इफेक्ट पर्छ कि नै के गाह्रो हुन्छ कि नै यो कुरा चाहिँ सोध्नु थियो कतिपय मैले 1-2 जनालाई सोधेको 1-2 जनाले कहिले केही हुन्छ कहिले केही फरक पर्दैन भन्नुभयो र कतिपयजनाहरूले इन्जिन जान्छ यताउता हुन्छ मोबिलहरू गर्दैन भन्नुभएको थियो त्यो रियल हुने चाहिँ के हो के असर पर्छ कि नै बाइकलाई त्यो कुराहरू भनिदिनु होला नि है कमेन्ट गरिदिनु गाइस ल
फेरि अगाडि पनि त्यही गल्ती भयो। कस्तो टायर चिप्ले हो अगाडि पनि हिँड्नै यही भयो नि हिँड्तिरै हो फेरि भयो होइन भने त्यहाँतिर ए म झिगोपट्टि जान्छु भनेर लग्न खोजेको थिएँ के होइन यत्तिकै ढिगमा नै छैन। के गर्नु एक्सिडेन्ट पर्यो गाइस सानोतिनो एक्सिडेन्ट।